फाइनली गाइस है मैले सकेँ अब चाहिँ हेर्नुहोस् है त गाइस टक्कै बाँधिसक्यो है र यो चाहिँ अब अहिले के हो चैत वैशाख हो है अहिले चैत हो है र अब वैशाख जेठ असार अब असारमा चाहिँ है पानी पुरा पर्दै हुन्छ त्यति बेला चाहिँ ठिक्कै जरा झरेर है यो गोबारदिन पुरा बाहिर झर्छ र चाहिँ काटेर सार्नुपर्छ है त गाइस र मैले एउटा काटिसकेँ हो र यसरी छाला टक्कै उठाउनुपर्छ हो र अब यहाँनिर म है गोबर टाल्छु है र हेर्नुहोस् है त गाइस हेलो एभ्रिवान है सबैजना नमस्ते सर्वप्रथम म चाहिँ अब यहाँ निम्बुको कलम काट्न आँटेको छु है र निम्बुको कलम कसरी काट्ने है र त्यो चाहिँ तपाईँहरूलाई म देखाउनेछु है रेसिपी यसको हेर्दै गर्नु होला है त भिडियो निम्बु ड्याम्मै फुलिरहेछ हो यहाँ परतिर ड्याम्मै फुलिरहेछ यता अगाडितिर पनि छ हो र यसको चाहिँ तपाईँहरूलाई कसरी कलम काट्छु म है र देखाउनेछु तपाईँहरूलाई हेर्दै गर्नु होला है त यो चाहिँ निम्बुको बोट है र अब म कलम काट्छु हेर्नुहोस् है त गाइस र मैले एउटा काटिसकेँ हो र यसरी छाला टक्कै उठाउनुपर्छ हो र अब यहाँनिर म है गोबर टाल्छु है र हेर्नुहोस् है त गाइस ल त गाइस है अब चाहिँ यसको यो सुप्ला काट्दैछु म है र हेर्दै गर्नु होला यसलाई चाहिँ यसरी है छोटो छोटो काट्नुपर्छ यसरी काट्नुपर्छ गाइस हो यो चाहिँ काट्नै पर्ने हुन्छ र मैले छोटो छोटो बनाएँ काटेँ गाइस हो अब म यसले बान्छु तपाईँहरू देखाउने चाहिँ हेर्दै गर्नु होला है त ल त गाइस है यो चाहिँ काँडा पुरै हुन्छ है निम्बुमा र यसले घोच्छ है र म चाहिँ एकदम बिस्तारी मुनि है लडेर टक्कै गाइस गोबर टाल्छु दर्शकहरूलाई हेर्नुहोस् है त गोबर चाहिँ यसरी मजाले गिल्लो बनाउनु पर्ने हुन्छ है यसरी पत्ताहरू सबै निकालिदियो र यहाँ चाहिँ गाइस है पहिला चाहिँ गोबर लगेर कम्ती यसरी दल्नु पर्ने हुन्छ है र जरा झर्दैन राम्रो फेरि गोबर दलिएन भने हो गोबर पनि दलिसक्यो है र दोस्रो अब यसरी गोबर टक्कै यसरी दुई भाग बनाउँछु दुई भाग बनाएर चट्टै चेपिदिन्छु म हो हेर्दै गर्नुहोस् है त गाइस यसरी लायो हो र गाइस यस्तो सिप्ला छ है सुप्लालाई चाहिँ मैले टक्कै यसरी तीनटा है ल्याउँछु र मुनिबाट एउटा ठक्कै लायो यसरी हो र उतापट्टिबाट एउटा हेर्दै गर्नुहोस् है त उतापट्टिबाट एउटा र है माथिबाट एउटा यसरी तीनटा लाएर चाहिँ सुप्लाकै गाइस डोरी यसरी सुप्लाकै बनाउनुपर्छ है यसरी यो केराको सुकेको हो र यसले नै यसरी बान्नुपर्छ हो र प्लास्टिकको नरको डोरीहरूले पनि बान्दा पनि हुन्छ र यसले बाँधेको चाहिँ राम्रो है पछि मक्किन्छ पनि छिटै नै हो फेरि अर्कोपट्टि है तल बाँधे अब माथि बान्ने पर्ने हुन्छ लामो भएछ डोरी र यसरी माथि पनि बान्नुपर्ने हुन्छ गाइस है हेर्दै गर्नु होला है त गाइस आइया थाकेछु पनि हो म त लाहौ भएन नि छिने डोरी पनि फाइनली गाइस है मैले सकेँ अब चाहिँ हेर्नुहोस् है त गाइस टक्कै बाँधिसक्यो है र यो चाहिँ अब अहिले के हो चैत वैशाख हो है अहिले चैत हो है र अब वैशाख जेठ असार अब असारमा चाहिँ है पानी पुरा पर्दै हुन्छ त्यति बेला चाहिँ ठिक्कै जरा झरेर है यो गोबारदिन पुरा बाहिर झर्छ र चाहिँ काटेर सार्नुपर्छ है त गाइस ल त गाइस है कलम पनि काटिसकेँ है र पर्दा पनि छ है तर पल्लो चाहिँ पोहोर पुरा काटेकोले गर्दाखेरि काटिनँ है यसपालि यहाँबाट चाहिँ मैले दुईवटा मात्रै काटेँ यसपालि हो र अलिक उतापट्टि छ त्यहाँबाट पनि काट्छु है ल त गाइस भिडियो यति नै हो तपाईँहरूलाई है र कलम कसरी काट्नुपर्ने है र तपाईँहरूलाई त्यही जानकारीको लागि मैले आज भिडियो बनाएको थिएँ है ल त फुल भिडियो है हेर्नु होला है र
लाइक शेयर फलो गरिदिनु होला है। तर फेरि पनि यस्तै भिडियो तपाईँहरूको माझ लिएर आउनेछु। ल त गाइस, अहिलेको लागि यति नै।